नमस्कार जोजोलोपा। आज खोला मापदण्डको लागि आइदिनुभएका सम्पूर्ण पत्रकारज्यूहरूलाई धेरै धेरै धन्यवाद। अनि न्यायप्रेमी जनता जसले आफू पीडित नभए पनि साथ दिन आउनुभयो उहाँहरूलाई पनि धन्यवाद। अब पीडित भएर आउनु भएकालाई पनि धन्यवाद दिनुपर्छ, किन भन्दा कतिपय पीडितहरू अरूले गरिहाल्छ नि भनेर घरैमा बस्ने, काम छ भनेर नआउने, होइन, टिकटक बनाएर नाच्न घुम्न जान चाहिँ भ्याउने, आन्दोलनमा एकछिन जुलुसमा एकछिन आउनु नभ्याउने, उहाँहरूलाई चाहिँ धन्यवाद दिन्न। जो पीडितहरू आउनुभयो उहाँहरूलाई चाहिँ धन्यवाद दिएँ है। त्यो नआउनेहरूलाई चाहिँ धन्यवाद दिइनँ। अनि गाली चाहिँ मनमनै गरेँ। पीडित भएर पनि त्यो आन्दोलनमा नआउनेहरूलाई मैले मनमनै गाली गरेँ है, मनमनै गाली गरेँ। अब मुखमा गाली गर्नु त मिल्दैन, होइन, प्रत्यक्ष गाली गर्नु त मिल्दैन है। र खोला मापदण्डको पेशी अब पुस 24 गते बिहिबारलाई सरेको जानकारी पनि मैले गराएँ। पुस 24 गते बिहिबारलाई सरेको छ र अब सुन्नमा आएअनुसार अहिलेको हालका सरकार र अदालत पनि यसमा चाहिँ अलिकति सचेत छ, उहाँहरूले पनि संवेदनशील भएर हेरेको छ भन्ने कुराहरू जानकारी आएको छ। त्यो हिसाबले अब आन्दोलन गर्न पर्छ कि पर्दैन साथीहरूसँग आज भोलि छलफल गरेर हामी जानकारी गराउँला। सायद आन्दोलन अब गर्न पर्दैन होला, किनभने खारेजी हुन्छ भन्ने किसिमको चाहिँ नि भाइब्स आएको छ, होइन, त्यस्तो लागिरहेछ। अब के छ कस्तो छ हामी खबर चाहिँ गरौँला छलफल गरेर। अहिलेलाई मैले के जानकारी गराएँ भने पुस 24 गते बिहिबारको लागि सरेको जानकारी गराएँ र आज आइदिनुभएका सम्पूर्ण पत्रकारज्यूहरू, सम्पूर्ण न्यायप्रेमी जनताहरूलाई धन्यवाद। अनि पीडितहरूलाई पनि धन्यवाद। पीडित भएर कमसेकम आयो र पीडित भएर पनि अर्काले गरिहाल्छ नि, अरूले गरिहाल्छ नि भनेर नआउनेहरूलाई मनमनै गाली गरेँ मैले। ल हस्, धन्यवाद शुभा। यो पोस्ट सेयर पनि गरेर सबैलाई जानकारी दिइदिन पनि अनुरोध गरेँ। र यो हाम्रो जात्रा श्याम भाइले यो नेपाल मण्डलको मात्रै होइन, काठमाडौँ पाहाड उपत्यका भक्तपुर ललितपुर मात्रै होइन, बाहिर टिस्टुङ पालुङ धुलीखेल बनेपासम्म गएर आफ्नै पैसा खर्च गरेर सबै जात्राहरू देखाइराखेको छ भाइले। यो भिडियो मात्रै हो जुन जात्रा बाहेकको पोस्ट गरे। यो चाहिँ कारण के भन्दा यसमा धेरै जनता पीडित छ र यो जेन्युन कज हो भनेर भाइ आफै आएर पोस्ट गरेछ। यो हाम्रो जात्रालाई सब्सक्राइब होइन पनि गरिदिनुहोस्, त्यहाँ है फलो पनि गरिदिनुहोस्, अनि पोस्टहरू सेयर पनि गरिदिनुहोस्। र सक्नेहरूले अब हाम्रो जात्रा पर्व संस्कृतिको प्रचार प्रसारको लागि भाइले पुऱ्याएको योगदान, होइन, त्यो पनि एउटा किसिमको योगदान हो लाई चाहिँ गरेर भएर उहाँलाई यसो सक्नेले सकेको आर्थिक सहयोग। अब उहाँले भने त छैन, मैले आफैले जान्ने पर्दा भएर भनिदिएँ, होइन, चाहिँ यसो गरिदिनु होला। जात्रा पर्वको यसो खिच्न आउँदाखेरि श्याम भाइ अथवा श्याम दाइ ल बसाउँ चिया खाउँ यसो भनेर अलिकति सम्मान पनि गरिदिनुहोस्। र सकेको यसो अलिअलि स्मल मनी के बिग होइन, स्मल मनी अलिकति सानो सपोर्ट पनि गरिदिनुलाई मैले यति चाहिँ अनुरोध गरेँ है त। तपाईँहरूलाई धन्यवाद शुभाए।